ह्याप्पी साकेला तपाईँहरूलाई। साकेला तपाईँहरू टिकट काउन्टरमा है। हजुर आजको विषयमा भनिदिनुहोस् न। आज किरात रायका बेलायतले आयोजना गरेको हाम्रो साकेला चाड हो। यहाँ आज हामी चाहिँ यो चाहिँ आज हाम्रो यहाँ 3टा गेट छ। एउटापट्टि यो स्टेज पछाडि चाहिँ गेट नम्बर 1, यो चाहिँ गेट नम्बर 2 र गेट नम्बर 3 यता छ। यहाँ सबैजनालाई जसले अहिले यहाँ हेरिरहनु भएको छ उहाँहरूलाई सबैलाई फेरि पनि साकेला उभौलीको धेरै धेरै शुभकामना सहित यहाँहरूको सुस्वास्थ्य दीर्घायुको कामना सहित यहाँलाई सबैलाई फेरि पनि निमन्त्रणा। दिदी हजुरको एक दुईवटा विषय दिदीले भनिसक्नुभयो। अब हामीले आज सदा चाहिँ किरात रायका बेलायतले चाहिँ साकेला उभौलीको कार्यक्रम यसरी एकदमै भव्यताको साथमा अर्गनाइज गरिन्छ। यो चाहिँ हाम्रो किरात हाउस ग्याम्बल लेनमा हो। यो चाहिँ वोकिङ अथवा चाहिँ यो सरी काउन्टीमा पर्छ र आज चाहिँ वेदर पनि एकदमै राम्रो भएको छ र हामीले चाहिँ आशा गरेको छौँ आज सदाभन्दा सायद उपस्थिति पनि धेरै नै हुन्छ भनेर हामीले चाहिँ आशा गरेका छौँ। वेदर राम्रो छ, एकदमै सबै कुरोको वेल अर्गनाइज गरिएको छ। आजको यो वेदरमा इन्जोय गर्न सक्नुहुन्छ। साकेला नाचेर अनि विभिन्न स्टलहरू राखिएको छ। स्टलहरू घुमेर यहाँहरू इन्जोय गर्नुहोला र यहाँहरू सम्पूर्णलाई साकेला उभौलीको हार्दिक मङ्गलमय शुभकामना सहित यहाँहरूलाई हामी हार्दिक आमन्त्रण पनि हामी गर्न चाहन्छौँ प्रत्येक वर्ष। हजुर हुन्छ, थ्याङ्क यू सो मच। सेवा नमस्कार। अहिले म ग्याम्बलल्यान्ड वकिङमा रहेको हाम्रो किरात रायकाको साकेला स्थलमा आइसकेको छु र अहिले बिहानको 9:40 गएको छ। भर्खरै मैले हाम्रो 2जना उपाध्यक्ष दिदीहरू जो टिकट काउन्टरमा हुनुहुन्छ उहाँहरूसँग कुरा गरिसकेको छु र अब म भित्रतर्फ लाग्दैछु। यहाँहरूलाई साकेला स्थलमा डिजिटल्ली भए पनि स्वागत गर्दै म भित्रको दृश्यहरू देखाउने छु। साथ दिँदै गर्नुहोला। धन्यवाद। हाम्रो एक्जिक्युटिभ कमिटीका एकदम गतिशील स्वयंसेवकहरू पनि हुनुहुन्छ। उहाँहरू अहिले अलिकति गेस्टहरू भर्खर आउन सुरु गरेको समयको सदुपयोग गर्दै एकैछिन यो मुख्य मञ्चमा उहाँहरू रम्न पनि भ्याइसक्नु भएछ। अहिले एकैछिनमा गेस्टहरू लगातार आउन सुरु भएपछि अवश्य पनि उहाँहरू निकै व्यस्त हुनुहुनेछ। जे होस् यसरी नै हो, साकेलालाई सबैले रमाइलो गर्ने र तपाईँहरू पनि साथ दिँदै गर्नुहोला है। सेवा नमस्ते। खुसी लाग्यो तपाईँहरूसँग भेट भयो फेरि यहाँ। हजुर हो नि दाइ। अनि तपाईँहरूलाई पहिले त ह्याप्पी साकेला। हजुर हजुरलाई पनि ह्याप्पी साकेला। हाम्रो सुन्दरी गायिका जानुका राई बहिनीसँग भेट भयो, एकदम खुसी लाग्यो। बहिनी यो तपाईँहरूको स्टल है? हजुर हजुर दाइ हजुर, यो चाहिँ हाम्रो सुम्निमा हो। हजुर, यो चाहिँ अहिले युकेमा छ हाम्रो यो सुम्निमा ज्वेलरी एन्ड कलेक्सन चाहिँ अल्ट्रासाउन्डमा। हजुर अल्ट्रासाउन्डको सबै अल्ट्रासाउन्डमा पाउने सबै सामान आज यहाँ स्टलमा पनि ल्याउनु भएको छ। हजुर एकदमै हजुरहरूले जति पनि आज चाहिँ साकेलामा आउँदै हुनुहुन्छ होइन, यदि हजुरहरू हाम्रो स्टलमा अथवा हाम्रो पसलमा आउनु नभइराख्नु भएको छ भने चाहिँ आज चाहिँ हामीले धेरै कुराहरू चाहिँ लिएर आएको छौँ। जस्तै कि राईहरूको लागि ट्रेडिसनल होइन गरगहनादेखि लिएर अब पुरानो एन्टिक सामानहरूदेखि लिएर इच एन्ड एभ्रिथिङ, ड्रेस कस्ट्युमहरूदेखि लिएर सबै चिजहरू चाहिँ हामीले हजुरहरूकै लागि भनेर सुविधाको लागि भनेर चाहिँ लिएर आइदिएको छौँ। यदि आज हजुरहरू साकेलामा आउँदै हुनुहुन्छ भनेदेखि यहाँ देख्न सक्नुहुनेछ र लिएर जानु सक्नुहुनेछ है। नमस्ते, ह्याप्पी साकेला तपाईँहरूलाई। सन्चै हुनुहुन्छ? हाम्रो किरात रायका रसमुर शाखाको अध्यक्षज्यू साकेलाको शुभकामना छ। थ्याङ्क यू हजुर, थ्याङ्क यू। ल ल तपाईँहरूलाई पनि है, तपाईँ सबैलाई जति आउनेलाई चाहिँ ह्याप्पी साकेला भन्न चाहन्छु है। थ्याङ्क यू।
तपाईँहरूलाई हाम्रो गेम्बलल्यान्डमा रहेको किरात राई आयोगको पवित्र स्थल जहाँ हाम्रो पूजाआजा गरिन्छ त्यो स्थान देखाउन गइरहेको छु। हेर्दै गर्नुहोस्। फर्स्ट फेज है। अब दोस्रोमा
आज यहाँ पछ्याउँदै हिँडिरहेको छु। गर्मी निकै छ, टोपी पनि लाउन सकिरहेको छैन। तपाईँको खतरा आएछ, हजुर फोटो खतरा आएछ नि। अब क्यामेराम्यानको चाहिँ उहाँको चाहिँ कला अलिक राम्रो होला, मान्छे त ठिकै हो है, कलामा पनि भर पर्छ नि त। र सबैजना आइदिनुहोस् है फोटो खिच्नु। यहाँ हाम्रो राम भाइको स्टुडियो यहाँ छ, एकदम राम्रो निकाल्नुहुन्छ। उहाँसँग एक्स्ट्रा स्किल पनि छ। युकेको सबै इभेन्टमा जान्छ। सबै इभेन्टमा चाहियो भने आजको लागि पनि यो साकेलाको लागि हेप्पी साकेलालाई। हजुर, हुन्छ। धर्म तथा साहित्य उत्थान सङ्घ युकेका अध्यक्ष श्री राजेन्द्र खिमदिमज्यू हजुरलाई पनि अतिथिको आतिथ्य ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। इन्जिनियर तथा यहाँ भर्खरै मात्र M25 जङ्सन ट्रेनमा इन्जिनियरको काम गरिरहनुहुने श्री उदिप राईज्यू हजुरलाई पनि अतिथिको अतिथ्य ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। कहाँ दिउँसै अनि यति बेलै बोक्नु भएको? हजुर यति बेलै? यस टोनिक वाटर हो क्या यो खाएर नाथ्यो नि त। हजुर, पक्का उस हो क्या, मिनरल फुल अफ मिनरल्स। भने चाहिँ यति भएपछि दिनभरि नाच्दा केही हुँदैन है। यस यस मुखमा लगेर विशेष गरेर अल्कोहल खुवाउने एउटा प्रचलन छ, त्यसलाई हामी तिम्सा गर्ने भन्छौँ। अनि यो चाहिँ वास्तवमा भन्यो भने छोरीचेलीहरूले नचुङ र हाम्रो टोकालाई मात्रै नभएर उहाँहरूले चाहिँ यहाँ नाच्ने ढोलले सबैजनालाई विशेष गरेर खुवाउनु पर्ने हुन्छ। तर हामीसँग त्यो समयको पाबन्दी छ अनि हामीले छोटो समयमा सबै कुरा देखाउनु पर्ने भएकोले गर्दाखेरि हामीले यहाँ सबैजनालाई गरेर देखाउँदैनौँ। यो हाम्रो रसमुर प्रकाशको सशक्त नाच टिम हो र अहिले फोटोग्राफको कार्यक्रम भइरहेको छ। उहाँहरू
आफ्नो नृत्य प्रदर्शन गरेर आइसक्नु भएको हो र उहाँहरू सशक्त रूपमा यस्तो गर्मीमा पनि नाचेर आइसकेपछि यो फोटोग्राफमा मैले पनि उहाँहरूको फोटो लिने जमर्को गरिरहेको छु। उहाँहरूलाई नाच टिममा भाग लिनुभएकोमा हार्दिक बधाई तथा शुभकामना पनि व्यक्त गर्दछु। अहिले दिउँसोको 3:30 भइसकेको छ र मेरो चाहिँ अर्को कार्यक्रममा पनि उपस्थित हुनुपर्ने भएकोले म यहाँबाट अब बिस्तारै बाहिरिँदैछु। आजको यस कार्यक्रममा थुप्रै साथीहरूसँग भेटघाट गरेर रमाइलो गर्ने सरसल्लाह भएको थियो, विशेष गरेर भरत लोरुङजी, विश्वकाजी भाइहरूसँग। तर समयको पाबन्दीले गर्दा भनौँ या यहाँको भिडभाडले गर्दा भेट हुन अलिकति असमर्थ रहेँ। आगामी दिनमा फेरि अवश्य पनि भेट हुँदैछ। यति भन्दै म यहाँहरूको आगामी समय शुभ रहोस् भन्ने कामना गर्दछु। यति भन्दै म अहिले बिहान म जहाँबाट सुरु गरेको थिएँ त्यही ठाउँमा आइसकेको छु, टिकट काउन्टरमा। हाम्रो अतिथिहरू अझै पनि थुप्रै आउने क्रम जारी छ। टिकट काउन्टर धेरै व्यस्त भएको देखिरहेको छु। एनिवे यहाँहरूबाट बिदा चाहन्छु। सेवा, नमस्कार, धन्यवाद। स्ट्याम्प भएपछि